भनौँ न धेरै मान्छेले मलाई चिन्नुहुन्न, तर जे जतिले चिन्नुहुन्छ एकदमै माया गर्नुहुन्छ। होइन, मैले जान्न खोजेको यही थियो हजुर। कि 16 वर्ष भइसक्यो होइन, यतिको राम्रो कलाकार हुनुहुन्छ, रङ्गमञ्च हुँदै सिनेमासम्म होइन, त्यहाँदेखि आएर अब उद्घोषक हुनुहुन्छ, पत्रकार आफै हुनुहुन्छ, प्रस्तोता हुनुहुन्छ, भोइस ओभर आर्टिस्ट हुनुहुन्छ, यतिका परिचयहरू छ नि तपाईँको। तैपनि अब सोचे जस्तो नचल्नुको पछाडिको कारण के होला? मैले धेरै लामो समय चाहिँ रङ्गमञ्चमै बिताएँ दाइ होइन। लगभग 35वटा जति नाटक गरिसकेँ मैले अहिलेसम्म। अनि त्यसपछि सिनेमा चाहिँ बिचमा फाटोफुट्टो गरियो, तर 2-3वटा सिनेमा जसमा चाहिँ लिड रोल गरेर गरिएको थियो। अब क्रिटिकली राम्रो प्रतिक्रिया आए पनि कमर्सियली त्यति राम्रो भइदिएन। तर म इन्भल्भ भएको अरू केही चलचित्रहरू एकदम राम्रोसँग पनि चल्यो, जस्तो महाजात्रा एकदमै राम्रो चल्यो, पिताम्बर पनि राम्रै चलेको हो होइन। पछिल्लो समयमा हरिबहादुरको जुत्ता यी आदि चलचित्रमा दर्शकले मलाई देखिराख्नु भएको छ। तर पनि सायद एउटा यस्तो रोलको पर्खाइ चाहिँ र सायद टाइम पनि जुर्नुपर्ने छ होला। एउटा अनफर्चुनेट नै चाहिँ के भइदियो भन्दाखेरि रूपचन्द्र बिष्टको बायोपिक रुदानी मैले 8-9 वर्ष अगाडि गरेको थिएँ, त्यो कम्प्लिट भइदिएन। त्यो सायद त्यही समयमा भइदिया भए चाहिँ सायद करियरले अलिकति डिफ्रेन्ट गति लिन्थ्यो होला। तर पनि म एकदमै खुसी छु, मैले जे जति पाएको छु म एकदमै धन्यवाद भन्न चाहन्छु। थ्याङ्क यू। यसबाट चाहिँ के छ, कतिको आशा छ, विश्वास छ अब चाहिँ होइन, अब चाहिँ यसबाट चाहिँ मेरो भाग्य चम्किन्छ भनेको त्यस्तो केही छ? होइन, योपालि चाहिँ फरक चाहिँ के छ भन्दाखेरि चाहिँ पछिल्लो समयमा आफैलाई पनि लागिराखेको अलिक दिमाग बढी युज भइरहेको, पर्फर्मेन्सै गर्दाखेरि पनि एक्टिङ गर्दाखेरि पनि मनबाट काम गर्नु मन थियो कि, र मनबाट गरेको काम नै हो दर्शकसम्म जाने। त्यसको भ्याउ मैले नै नपाइराखे जस्तो भइरहेको थियो एज एन एक्टर पनि। यो धेरै पछि यो चरित्र मैले चाहिँ बाँचेको छु जस्तो लाग्छ, किनभने पनि प्रयास चाहिँ गरेको छु। र अहिलेसम्म जे जति प्रतिक्रिया आएको छ 2-4 ठाउँमा हामीले देखाएको छौँ, धेरैले चाहिँ एकदमै उत्साहित प्रतिक्रिया पाएको छौँ। त्यो हिसाबले पनि फेरि आफ्नो काम जज गर्न अलिकति गाह्रो हुन्छ। अनि केही दिन अघि मात्रै सेन्सर पनि पास भयो, हामीले पिजी सर्टिफिकेट पायौँ र सेन्सरमा भिडियो पठाउनु भएको थियो कि हाम्रो साथीभाइले रेकर्ड गर्नुभएको रहेछ। लास्टमा उहाँको प्रतिक्रिया उठेरै ताली बजाउनु भएको थियो। भनेपछि यो अब चाहिँ ढुक्क भइरहेछ कि चलचित्र चाहिँ राम्रो बनेको छ भन्ने। अब टाइम अलिकति टफ छ, धेरै चलचित्र आइरहेछन्, तर पनि जहाँसम्म लाग्छ यो टाइटल बा एक योद्धा, यसै पनि बाका चलचित्र चाहिँ अलिकति कमै बन्छन् जस्तो लाग्छ, धेरै नै कम बन्छन् जस्तो लाग्छ। र यो टाइटल नै आई थिङ्क धेरै मान्छेलाई रिलेट गर्छ होला। गीत सङ्गीत त्यत्तिकै मिठो छ, राम्रो हुन्छ जस्तो लाग्छ।